सबैजना साथीहरूलाई गुड मर्निङ। हेर्नु न म चाहिँ कस्तो धवा कुदेको अवस्था है। दोकान जानुपर्ने एकदमै लेट भइसक्यो। उठ्नु त बिहानै उठेको तर के गर्नु होइन, बिहान उठ्दा मुखहरू धुँदा चिया टीहरू पिउँदा होइन यताउति गर्दा टाइम धेरै नै गइसकेको छ, एकदमै लेट भइसकेको छ। त्यसैले म चाहिँ एकदमै छिटो हिँडेको अवस्था गाडी। हजुरहरूले ब्रेकफास्ट गर्नुभयो होला, मैले चाहिँ गरेको छुइनँ, टी मात्रै पिएर हिँडेको। अब दोकानमा पुगेर खान्छु। अनि हजुरहरू सबैजना आरामै हुनुहुन्छ होला। जति पनि मलाई हेर्नुहुने मेरो सबै प्यारो मित्रहरू अनि साथीहरू सबै सन्चै हुनुहुन्छ होला। सन्चै होस् भनिकन म पनि गडसँग प्रे गर्छु। हजुरहरूले मेरो निम्ति पनि प्रे गरिदिनुहोस्। ढलाई हिँड्दो रहेछ है, सिलगढीको भैयाहरू आउँछ, ढलाई हिँड्दो रहेछ। लास्टै हिँडेकोले चाहिँ गाइस हेर्नु न, दिनहरू चाहिँ लास्टै धुम्मिएको छ तर पनि हिँडेकोले के यस्तो। मैले सक्स पनि लगाएको छु होइन, मोटो खालको उयो पनि लगाएको छु। अनि दिन हल्का फकी पनि लागिरहेछ, दिनहरू धुम्मिएको कारणले चाहिँ एकदम जाडो चाहिँ बसिराख्नेलाई चाहिँ जाडो छ, अनि भागदौड गर्नेलाई हिँड्नेलाई चाहिँ लास्टै गर्मी भइरहेछ है। अब सिडी हिँड्नुपर्छ है गाइस, पुरा लामो सिडी छैन कि। अब मेरो दोकान आउनु हुन्थ्यो। हजुरहरूले मेरो दोकानको के आइटम पाउँछ म त्यो पनि लगाउने छु है। हजुरहरूले हेरिदिनुहुन्छ नि आशा गर्दछु। कतिजना साथीहरूले स्कुटीमा जानु नि भन्नुहुन्छ। मेरो लागि है उहाँहरूले धेरै मायाले भन्नुभएको हो, मलाई थाहा छ। लामो बाटो त छैन तर पनि हतारमा के यति बेसी थाकिन्छ नि त, त्यही भएर स्कुटीमा जानु अनि गर्नु भन्नुहुन्छ। हजुर, स्कुटीमा अहिले मैले चलाउन सिकिसकेको छुइनँ, सिक्दैछु। तपाईँहरूले मेरो लागि प्रे गरिदिनुहोस् कि स्कुटी सिक्दै गर्दाखेरि चाहिँ मेरो हात खुट्टाहरूमा चोट नलागेको छ। किनभने कतिजनाको ठुल्ठुलो सिक्दाखेरि चोटहरू लाग्छ नि त, त्यस्तोहरू चाहिँ नभएको होस् भनेर है। सजिलो छैन नि त, कुनै कुरा पनि लडिन्छ, चोट लाग्छ। अनि हुन्छ।